सबैमा शुभ बिहानी। आजको हाम्रो यस्तो विषयहरू चाहिँ हिजोदेखि अप्रिल वर्षको कारणले चाहिँ आज हामी यस्तो गाउँहरू घुमिरहेको छु। घुम्ने क्रममा चाहिँ म आफ्नो घरबाट चाहिँ भर्खर निस्किरहेको छु। यही हो, बाटोहरू पनि चिप्लो छ, चाहिँ सरकारी भयो। गाउँतिर के भएको छ कि होइन, एउटा मिलेर यस्तो गरौँ, साइड नहोस् भने गाउँतिर। म चाहिँ यस दौडानको लागि चाहिँ हिँडिरहेको छु। हामी चाहिँ युवाहरू मिलेर चाहिँ के गर्नुपर्छ, यही हो हाम्रो, त्यस्तै हो। यो निन्द्राबारी हो। सबै उसहरूलाई मैले कौडी पनि लगाएको छु। कौडी कस्तो भयो होइन, पानीको कारण चाहिँ म 1-2 दिन तलमा आइपुगेको छैन। त्यो भएर मेरो म कहीँ पनि जानु पाएको छैन, स्कुटी माथि छ घरमै, त्यस कारण कहाँ जानु होइन। यो हो मेरो सबै कौडीहरू भयो चाहिँ गाइस। रोग पनि लागिरहेछ होइन, डोडोहरू लागिरहेछ एकदमै। यहाँ डोडो रोग र औषधी हान्नु मिलेर भएछ। त्यही हो। हामी चाहिँ राम्रो हुन्छ। आज पानी अलिकति रोकिएको छ र घाम पनि लागिरहेको छ। घामहरू त्यति बादलहरू पनि छैन। त्यही हो होइन। अब आफूले गर्नु सक्ने चाहिँ काम चाहिँ गर्नु पर्यो होइन, जसुकै काम पनि गर्नु पर्यो। त्यही हो हाम्रो नेपाल कृषि प्रधान देश हो। त्यसलाई चाहिँ खेतीपाती पनि गर्नु पर्यो, हल्का साइड बिजनेसहरू पनि गर्नु पर्यो। म त यस्तो तालमा आएको छु। कस्तो त्यो अब देखाउँछु म गाउँतिर गएलाई तपाईँहरूलाई। घर वरपर देख्ने दृश्य सबै चारैतिर जङ्गल र ढाडै ढाड छ चारैतिर। यस्तै हो गाउँघरको एकदम उभिएको जस्तो बनाएको छ। वरिपरि डाँडाहरूले घेरेको छ कि अब निस्किने ठाउँ चाहिँ यहाँ तल हो। तल यहाँनिरबाट यो गुम्बानिरबाट चाहिँ एउटा रोड छ, कुलीखानी जाने सबै रोड यही हो। यो डाँडा भन्नु त चाहिँ सबै काठमाडौँ देख्छ है। यो डाँडाबाट उता चाहिँ काठमाडौँहरू, किर्तिपुर, भस्मी डाँडा भने यही हो। बादलहरू भएको ठाउँमै यही डाँडा हो। यहाँबाट उता गयो भने थानकोट, यता गयो भने किर्तिपुर, सबै ठाउँ पुग्छ। कनपुर जिल्ला पनि यतातिर पर्छ। यहाँबाट उता तल गयो भने चारैतिर चाहिँ यही हो हाम्रो ठाउँ चाहिँ। मेरो घर निरको यो पुरानो शैलीको घर हो। यो पुरानो शैलीको यो बाटोमा पर्छ ठ्याक्कै हो। यो चाहिँ घर चाहिँ एकदम पुरानो शैली छ। यो घरहरू चाहिँ अहिले चाहिँ त्यस्तै भत्किएर के गर्न मान्छेहरू बसेको पनि छैन अहिले। त्यसबाट चाहिँ हाम्रो सानोमा कति यहाँ दौडिन्थ्यो, फिल्महरू हेर्न आउँथ्यो। हाम्रो गाउँमा सिडी त्यस्तै भिसिडी सिडी के नहुँदा हामी हेर्न आउँथ्यो यो घरमा। अहिले यस्तो भएको छ। हेरौँ यो माथिको छाना हाल्दा चाहिँ मलाई अलिअलि थाहा छ। पहिले यहाँ टाइल्स थियो, अलिअलि थाहा छ हल्का मलाई। यही हो पहिलाको अर्को डिजाइन।
गाउँमा चाहिँ केही क्षति पनि भएको छैन त्यति अलिअलि चाहिँ बारिससारी चाहिँ अलिक हल्का भरिएको छ त्यति पहिला जस्तो पानी पनि त्यति नै आएको छैन आधी पनि आएको छैन त्यही भएर त्यति क्षति चाहिँ भएको छैन त्यसमा हामी चाहिँ खुसी छौँ र हाम्रो काम पनि लगाइरहेको छ अहिले तर पसल सानो सानो किन्नु पऱ्यो आइरहेको छ यहाँबाट यही पानी सो हो पानी जस्तो चाहिँ खोलाहरू चाहिँ तलतिर गयो भने चाहिँ काठमाडौँ चाहिँ यतातिर बाइक गयो भने चाहिँ कुलाहानतिर पुग्ने हो कुलाहान हेडकोटतिर यता चाहिँ हाम्रो खार्पा भन्ने ठाउँ चाहिँ पुग्छ खार्पा यस्तो मासतिर गयो भने चाहिँ हाम्रो घरतिर पुग्छ है पसल गएर चाय सिक्यो सामानहरू पनि ल्याइसिक्यो सामानहरू यहीँ छ होइन